धेरै टाइमसम्म बन्द गरिरहेको छ कि धेरै टाइमसम्म बन्द गर्यो। तपाईँ 4 बजे 3 मिनटमा आउनुहुन्छ खुल्ला छ, 4 बजेर 5 मिनटमा आयो भने नि ट्राफिक नै हुन्छ 2 मिनटको डिफ्रेन्टमा। के 4 बजे छुट्टी हुँदैन मान्छेहरू पराएको त्यसैदेखि 6 बजे 7 बजेसम्म त प्याकै हुन्छ। प्याकै हो नि अब सिग्नलमै जान्छ क्या 4-5 मिनट ढिलो यतै भइहाल्छ। नकाट्ने होला हामी एक कट्यो भने सिधा हो फेरि। अगाडि पर्यो क्या होइन पर्दैन, यतापट्टि जानुपर्छ। झ्याउनु त झ्याउनै छ नि। सर आन्सर पो के चाहिँ सिङ्गलमा के 3000 आन्सर पो 6000 हो। 6000 हान्ने हो बाँकी 3000 तिर्ने हो, 6000 हान्छ। 6000 हान्छ 3000 तिर्न सक्यो यो एक महिना 3000 त गयो के एक महिनामा नतिर्यो भने 6000 पुरै फेरि। एक महिनाको टाइम दिन्छ। पहिला 24 आवर्स थियो नि कि सेमै हो? है अब अझ पढेको छैन नपऱ्यो भने राम्रो हो के। नपढेको पऱ्यो भने त लास्टै झ्याउ हुन्छ नि, 1 महिनाको स्यालेरी हो। क्रिया गर्नुपर्छ। हामी यस्तै हो क्या त, हो कि नै? जाने आउने सबै कुरा एउटै हो क्या। गाह्रो त गाह्रो छ, पैसा कमाउनको लागि आउनु पर्छ यहाँ सबैले, हो कि नै? आफ्नो देश जब प्रगति गर्दैन नि दुःख पाइन्छ कि हामीलाई। आफ्नो देश प्रगति भयो भने हामीले दुःख पाइन्छ कि। हामी सबैको दुःख पाउने जनता नै हो क्या। अब नयाँ सरकार आएछ, अब हेरौँ के गर्छ होला। गर्न त के गर्दैन, दिँदैन क्या यहाँ त, गर्छु भने पनि दिँदैन कि। दिँदैनन्, त्यो ग्यारेन्टी हो। त्यहाँ गरेर लडाएर मान्छे लडाएर त्यो चाहियो भने 100 दिनमा को काम गर्न सकिन्छ? कोही पनि सक्दैन नि। 5 वर्ष त दिनै पर्छ काम गर्नलाई। के गर्न सकेन, हो कि नै? कमसेकम टाइम दिनु न, 5 वर्षलाई जति दिन टाइम छ त्यति दिन टाइम दिनु। नगऱ्यो भने फेरि अप्सन त छँदैछ हो। अप्सन त छँदैछ फेरि। सबैलाई भन्छन् फेरि भन्छन् 100 दिनमा काम केही गरेको छैनन्। 100 दिनमा काम कसरी गर्छ फेरि? चान्स दिनुपर्छ नि। अब नेपालमा यति लडाइँ भयो सर्लाहीमा, हो कि नै? अब त्यो 5-6 दिनमा त त्यसैमा बाज्यो सरकारले, हो कि नै? कमसेकम सरकारले खत्तम त खत्तमै छन्, अब के भन्ने हुँदैन नि। हो सही कुरा भन्नु। अर्कोले गर्यो भने फेरि नाम कमाउँछ नि। पुरानो सत्ता फेरि आउँदैन। टाङ खिच्ने मान्छे धेरै छ कि। एउटा सरका के भन्छ त्यो सरका के भन्दैन क्या त्यसलाई? जनकपुर होइन, हर्का सम्भव के हर्का सम्भव, त्यो पनि टाङ खिच्छ क्या धेरै। गर्दाखेरि त बिहा सबैले हो भन्दै किन संसद बनेपछि त त्यो त खत्तम रहेछ। नराम्रो छ क्या। नेपाल कहिले पनि अगाडि जाँदैन के त। जान्न कि जाने दिने नेताहरूले दिँदैन। कमसेकम हाम्रो अगाडिको पिँढीलाई चोक दिन पर्यो, हो कि नै? एउटा फ्याक्ट्री सब बन्द गरेर
एउटा झापामा एबिपी मोल थियो के, एबी मोल थियो नि त्यो सर्लाहीमा, त्यो पनि जलाएको छ क्या जनताहरू, केही काम लाग्दैन क्या। चलाउने पार्टीको लोभर फेरि अँ अर्डर दिने मान्छेबाट अर्डर दिएर दिने चलाउने के त्यो त हो। चुनाउहरू चलायो नि यो संसद भवन सबै चलायो नि अँ, यही पार्टीकोले आफ्नै पार्टीको मान्छे सबै चलाएको थियो। जलायो भने सबुत बच्दैन नि। अहिले यो पालि हेर्नु गाडी कति आइरहेछ। यो अहिले जानी आउने मान्छे हो कि, रुममा जान्छन् ड्युटीबाट आउँछन् कि मान्छे। कोही नाइट ड्युटी हुन्छन् कोही के हुन्छ अब यतादेखि जाने मान्छे आधीजना त कन्फर्म हो कि नै, त्यो रुममा जान्छ, आधीजना नाइट ड्युटी होला, अनि आधीजना ड्युटीबाट आउँछन् होला। रुम पनि हाम्रो टाढै भयो क्या, टाढा उता गएर चाहिँ उता छ भने राम्रो हो। यतापट्टि कम्पनी क्यामेरापट्टि एउटा बनाउँदै के सबैले स्टोर हो ग्यारेज ग्यारेज भन्ने के ग्यारेज नि के चाहिँ हाम्रो यतापट्टि एउटा त्यो केही पुरानो त्यो ग्यारेज जस्तो थियो क्या सर ग्यारेज होला त्यो बनाउने होला जस्तो थियो क्या ग्यारेज बनायो भने राम्रो हो। लगेर म ग्यारेज सबैले भन्दै ग्यारेज होला भन्दै होइन साथी होइन, काम गर्ने ठाउँमा राम्रो हो कि, ड्युटी यता छ काम यता छ भने राम्रो हो कि, किनकि धेरै काम गर्न पाइन्छ हो कि नै। आधा घन्टा लेट भयो भने हुन्छ। अब यहाँ आउनु लागि आधा घन्टा पहिला उठ्नु पर्छ क्या, आधा घन्टा गएपछि आउनुपर्छ, त्यही ढिलो भइहाल्छ क्या चाहिँ। तपाईँको कुन हो तलाबत हो? तलाबाद पर्दैन पर्दैन, नपऱ्यो भने ठिकै हो क्या तलाबत। छिटै उठ्नुपर्छ। 2 बजे हो अहिले तपाईँहरू कति 4 बजे? 4 बजे 5 बजे हिँड्छ केही ठिक छ क्या 5 बजे भएर, लेकिन अहिले 2 बजे गयो भने राम्रो हो क्या, त्यो साला रातभरि साउन्ड हान्छ कि। गाह्रो सुत्दैन अब 2 बजे ड्युटी जाने त्यही ठिक छ क्या, हो कि नै? बाहिर दिनमा आज रातभरि हाल्ने छ घरकाजदै खाना बनाउँछ बनाउँदैन? यस्तो टाइममा हाल्छ नि दाइ बनाउँछ, सुत्ने बेलामा हाल्छ क्या त्यस्तै 11-12 बजेतिर कहिले पनि हेर्दैन कि खाना बनाउने बेला फेरि हाल्छ क्या होइन। अहिले सुरु गऱ्यो भने 5-6 बजे माइन्डले के हुन्छ क्या, तरकारी एक्सेस गरिहाल्छ माइन्डले। भात पकाउने अब एक्सेस गऱ्यो भने यस्तो जति हाने पनि के भात पकाउने अनि त्यो छिटोमा आउँछ नि काम गरेर नि, मुस्किल हो क्या प्रकाश पनि छिटै आउँछ। यो चाहिँ मुस्किल हो क्या, कन्ट्रेक्सन एरिया हो भन्न पनि मिल्दैन। त्यतिको पनि फाइदा छैन क्या अहिले। आज बिहान चाँडै आउँछ मान्छे अब हुन्छन् काम गरेर आउँछन् सुत्नको लागि, हो कि नै? भात पकाउने दिउँसो पहिला पहिला त कहाँ भित्र तलाएर दिमाग खराब अहिले पनि भइरहेको छैन त्यति गरे पनि एकछिन फेरि सुरु गरेर आगेर आयो बेला त्यो जोडले साउन्ड आउँछ नि रुममा ठक 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 गरेर आउँछ क्या पुरै, मिलेर पकायो भने राम्रो हो क्या। सँगै खायो भने पैसा पनि धेरै आउँदैन क्या। छिटो हुन्थ्यो यहाँको सफारी पनि हालिदिनु भयो अरे यहाँ आएर
अब खाना खाइन् भर्खर खाना खाइयो अब एकैचोटि 8 बजेतिर होइन अब यो भोलि दिउँसो अब साँझ त खाइयो नि त अब अघि त्यही होटल खाएँ नि मैले उतै खानु हो औ अब नखाने अब नखाने अब यतिखेर खाएको के खाने कहाँ जान्छ एक किसिमको काम थियो आएर खानु के यता भोक लागिरहेको थियो लास्ट लाग्यो नि त बिल बनाउने उयो नि बिल पनि त्यहाँ दिन मिल्छ नि के टेन्सन यहाँ बिल बनाएको छु त्यो दिन्छ किनकि लेट भयो नि 5 बजेसम्म मिल्छ नि 12 बजेपछि खाना पाइन्छ खाना 4 बजे थियो नि पहिले चाहिँ मैले भनेर गएको किलोमिटर सिधिसकेको छ अब खाना खान आएर नि उहाँ भ्याइन बन्द हुन्छ खाना खाएर बिल बनाउँछु म भने अब चलाइदिउँ अब मिल्न त हामी पनि मिल्छ के गर्ने खाना रुम